साथीहरू स्वागत छ मेरो युट्युब च्यानलमा। हजुरहरूलाई आज चाहिँ सबै फुलहरू निकालेर लसुन रोप्ने काम बनाउन थालेको। अनि पानी परेर बिचमा घरिघरि निकालेर यस्तो राम्रो राम्रो फुलहरू सबै लिएर गयो भने त तिहार दसैँ तिहारमा चाहिँ अलिक कम पुऱ्याएको थियो। तिहार फुल लाग्ने बेलामा फुल थाल्यो। तिहारमा पनि फुल सबै मालाहरू गाँसेर उब्रेको फुलहरू एकादशीको लागि राखेको। अब यो लसुन रोप्ने ठाउँको फुल निकाल्नु परिहाल्यो। अनि फुल निकालेर यत्रो फुलहरू खेर गयो। यो टिपेर यहाँ बाटामा राख्न थालेको। अब यसलाई फ्रिजमा राख्ने। अब म तपाईँहरूलाई चाहिँ लसुन रोप्ने ठाउँहरू देखाउँछु है साथीहरू। तरुलको पर्छ नकाट्नु। सिमीको झ्याङ निकाल्दैन हुन्छ। तिनीहरूलाई बाँधिदिनु हुन्छ होला है, डबल बाँध्नु हुन्छ। सानोलाई किन डबल गर्नु पर्छ? अर्को अर्को हाल्नु न, अर्को छैन त्यस्तो पऱ्यो। फुल टन्नै छ, यस्तो राम्रो फुल छ। यसरी खनेर ठाउँ बनाउँदैछौँ हामी। यता यो पनि हो क्यारेट, यता बनाउनु बाँकी छ, यता बनाउँदैछौँ। के भत्र बोल्छ अब यो सागको बिरुवा पनि सारेर त्यहाँ पनि रोप्ने हो, यता रोप्ने हो, यता पनि बनाउँदै हुनुहुन्छ। फुल यति जम्मा भएको छ, फुल टिपेको त्यो फुलहरू सबै खेर गयो। अब यो चाहिँ यसमा चाहिँ मल हालेर धनियाँ छर्ने। यसमा यहाँ बोडी फलेछ, यो दुईवटा मात्रै, अरू बोट चाहिँ छैन। रायोको सागको बिरुवा, यो रायोको सागको बिरुवा अब सार्ने। अब यहाँ ठाउँ सबै बनाउने, अनि यो बिरुवा सार्ने। अनि यो बाँकी भएको सबै उखालेर बोराहरूमा सारेर अनि यहाँ पनि लसुन रोप्ने। यो पनि लसुन रोप्ने हो। यहाँ हेर्नुहोस् तेजपत्ताको बिरुवा, यो लप्सीको। यो फुलहरू चाहिँ 12 मासे सयपत्री कति फुलिरहन्छ। अलि लटरम्म फुलिरहेको छ। यताको सबै उखालिदिएको, लसुन रोप्ने ठाउँ जतिको सबै उखालेको।
यो गमला चाहिँ निकाल्नु पर्यो यो यसलाई यहाँ त मलै मल छ गोदावरी पनि फुलेर पहेँलो भएको छ किवीको पत्ता झरेछ पानी परेर बिजोग भएछ फेरि र साथीहरू आज चाहिँ हामी लसुन रोप्न थालेको हिजो त काम गर्दा गर्दा रात परिहाल्यो आज रोप्न थालेको लसुन यहाँ मेरो छोरीहरूले यहाँ लसुन रोप्दैछ यहाँ रोप्यो अब म यता अर्कोतिर म रोप्दै गर्छु तोरीको बिउ छर्नु पर्यो पहिला तोरीको बिउ यता तोरीको बिउ छर्छु पहिला यो कहाँबाट आयो लौरो यसलाई यहाँ राखिदिन्छु यहाँ मजाले पहिला यसो पहिला बिहान यहाँ सुकाएर खनेर ठाउँ बनाएको अब यहाँ तोरी छर्ने अनि लसुन रोप्छु धेरै त हुँदैन साथीहरू अब अलिअलि हरियो खाना ओर्न बिउलाई हुन्छ ठाउँै छैन यहाँ एक ठाउँमा यहाँ अब तोरी छर्छु तोरी अलिअलि भयो नि तोरीको साग खाना हुन्छ भनेर तोरी छर्न थालेको यहाँ यो चाहिँ लोकल तोरी है साथीहरू गाउँबाट ल्याएको लोकल तोरी धेरै बाक्लो पनि राम्रो हुँदैन अब यति पुग्छ होला अब यसलाई बिस्तारै खोस्री दिन्छु बिस्तारै मिलाउने अनि लसुन रोप्ने कौसीमा यति सानो अलि सानोतिनो रोप्दातिर पनि अलिअलि खाना हुन्छ यस्तो ल तोरी छरेर पनि ठाउँ बनाएँ अब यहाँ टक्क लसुन रोप्नु पर्यो सक्यो त्यहाँ कति छिटो त छरिसक्यो यहाँ त कहाँ त्यहाँ होइन त्यहाँ त धनियाँ छरेछ होइन अब यहाँ छर न ल यहाँ यता यता ए यहाँ मैले तोरी छरेको ठाउँमा बस त्यहाँ
ल त्यहाँ लसुन रोपेर यहाँ आइसक्यो मेरो नानी। अब यहाँ लसुन रोप्छ। मैले मिलाइसकेको छु, तोरी छरेर मिलाइसकेको छु। ल खै अघिको त्यो सानो त्यसले मजाले एक लाइन गरेर बराबर गरेर अब छर्ने। गलुरे पोक्का परेर लसुन रोपिरहेको छ। सिदिनला है यहाँ। अब बाक्लो भएको होइन नानी? यहाँ सक्दिनला। अब यहाँ माथि यता माथि यहाँको चाहिँ अब यो माथि माथिको माटो सबै निकालेर अनि मल हालेर अनि ठाउँ बनाएर मात्रै तोरी छरेर रोप्ने। यहाँ उयो रायोको बिरुवा थियो नि त, त्यही भएर यसमा चाहिँ राखेको थियो। रायोको ठुल्ठुलो बिरुवा निकाल्यो। अब सानो चाहिँ यो सानो जति सबै मासिदिने। यो चाम्रो भइसकेको छ अनि यो निकाल्ने। सिध्यो सक्यो। माटोले पुर्नु न नानी, बिस्तारै हल्का गरेर माटोले पुर्नु त, हल्का गरेर माटोले पुर्नु। अब माथि रोप्ने। टुप्पा देखिरहेको छ है उता नानीको उतापट्टि एउटा लडिरहेको छ त। हो त्यहाँ थिच्नु हुँदैन है नानी। साथीहरू अब यति लसुन बाँकी छ, रोप्न लगाइछौँ यहाँ एक ठाउँमा। अनि यहाँ चाहिँ यति लसुन बाँकी छ। यो चाहिँ तराईको लसुन हो, यो हुँदैन। यहाँ यति बाँकी छ। अब यसमा म रोप्छु यता आउनु त। अब त्यहाँ ठाउँ बनाएर म रोप्छु। साथीहरू अब यहाँ रोप्नु थालेर जुन ठाउँमा नानीहरू रोपेर ल्याएँ, अब लास्टमा म रोप्छु। क्यामेरामा हात देखिरहन्छ। One up. Huh? साथीहरू यहाँ चाहिँ सक्खरखण्ड फलिरहेको छ। अब यहाँ उखाल्नु पर्यो। यहाँको सबै फुलहरू उखालेर यहाँ राखेको। अब यो टिपेर राख्ने। यहाँ सक्खरखण्ड हेर्नु पर्यो कति फल्या रहेछ। अनि यसमा चाहिँ चम्सु र पालङ छरिदिने। फल्या छैन क्यारे। पोहोर त फल्या थियो। 5 किलो जति फल्यो। यसपालि कति फलेछ? बोट मात्रै छ यो। यत्रो फलेछ। टन्नै फलेछ। यति ठुलो फलेछ। यहाँ हेर्नु त, यहाँ हेर्नु न, एउटा यत्रो रहेछ। पोहोर त ठुल्ठुलो फलेछ। यसपालि थोरै छ तर एउटै रहेछ। रातो खाले लगाउनु पर्छ। यो सेतो खाले हो। यसपालि त्यति फले छैन। त्यही एउटै फल्या हो क्यारे। पोहोर त यो भरि फल्यो।
पोहोर त टन्नै फलेको छैन यति नै हो साथीहरू त्यहाँ फलेको सगर खण्डा यति नै हो पोहोर त योभन्दा अलिक सानो सानो फलेको थियो 5-6 किलो जति यसपालि जम्मा 4वटा फलेको यत्रो ठुल्ठुलो छ ल अब यो म फुल टिप्छु अब यसमा सङ्कुर पाल्नु पर्छु साथीहरू आजलाई यति नै बाई बाई